आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। प्रभु भोज। जय मसीह। आज शुक्रबार जुलाई 10 तारिक असार 26 गते। आजको बाइबल खण्ड पहिलो कोरिन्थीको पुस्तक 11 अध्यायको 24 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यो तिमीहरूका निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। तपाईले प्रभु भोजमा भाग लिनुपर्ने 3वटा कारण यहाँ छन्। पहिलो, तपाईलाई अनुग्रहित बनाउन। स्वर्गमा उभिएर कसैले पनि यसो भन्ने छैन, हेर्नुहोस् यसु र मैले के हासिल गरेको छु। यदि तपाईले आफ्नो पापको ऋणको 1 पैसा पनि तिर्नु परेको थियो भने यसले तपाईलाई ख्रीष्टसँग सह उद्धारकर्ता बनाउने थियो, अनि त्यो कुरा क्रुसको लागि ठूलो बाधा हुने थियो। यो कुरा तपाईले एफिसीको पुस्तक 2 अध्यायको 8 र 9 पदमा हेर्न सक्नुहुन्छ। एक अमेरिकी ख्रिस्टीय भजनकार होरेसियो स्पाफर्डले लेखेका छन्, यो कति आनन्द र सत्य हो। मेरो सम्पूर्ण पाप क्रुसमा टाङ्गियो, अब मैले त्यसको भारबाट पूर्णतः छुटकारा पाएको छु। हे मेरो प्राण, परमप्रभुको स्तुति कर। दोस्रो, तपाईलाई पाप प्रति संवेदनशील बनाइराख्न। हरेक मानिसले आफूलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचौराबाट पियोस्, किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। यो कुरा तपाईले पहिलो कोरिन्थीको पुस्तक 11 अध्यायको 28 र 29 पदमा हेर्न सक्नुहुन्छ। तपाईले भन्नुहोला, यदि मैले पाप गरेँ र प्रभु भोज लिए भने के यसको अर्थ मैले तरल श्राप पिइरहेको हुन्छु? होइन। तपाईँ परमेश्वर कहाँ कसरी जानुहुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। तपाईले प्रभु भोजको कचौरा पन्छाउनु पर्दैन। तपाईले आफ्नो पाप स्वीकार गरेर कृतज्ञताका साथ पिउनुपर्छ। तेस्रो, ख्रीष्टको पुनरागमनमा तपाईको ध्यान केन्द्रित गर्न। म दागको रसबाट त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिन। यो कुरा तपाईले मर्कुसको पुस्तक 14 अध्यायको 25 पदमा हेर्न सक्नुहुन्छ। प्रत्येक प्रभु भोजले तपाईलाई सबैभन्दा ठूलो प्रभु भोज सेवाको 1 कदम नजिक ल्याउँछ, स्वर्गमा थुमाको विवाहको बोझ। के तपाईँ त्यहाँ सहभागी बन्ने योजना गर्दै हुनुहुन्छ? यसकारण विनम्रता र धन्यवाद साथ प्रभु भोजमा सहभागी बन्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 9808 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।